हेलो सबैजनालाई मेरो यो छोटो मिठो ब्लगमा म चाहिँ आज यानी दिदीहरूकोमा आएको छु। किन भन्दा यो सब्जी लिनलाई बजारमा किनभने महँगो पर्छ नि त त्यही भएर दिदीहरूकोमा चाहिँ फर्सीको मुन्टा टन्नै रहेछ। दिदीले अझै मेरो लागि टिप दिँदै हुनुहुन्छ। अनि यहाँ सानो सानो फली पनि रहेछ, तर यो फल बेच्ने होइन, मुन्टा पनि बेच्ने होइन रहेछ। यसको चाहिँ पात बेच्दो रहेछ कि, यस्तो छिप्पेको पातहरू। अनि हाम्रोमा चाहिँ छैन नि त यो। अनि कोरियनहरूले चाहिँ यस्तो छिप्पेको पत्ताहरू खाने रहेछ। अनि दिदीहरूले चाहिँ त्यसको लागि यसरी चुटाएर मुठा पारेर अनि बक्समा हालेर पठाउनु हुने रहेछ। कस्तो हुन्छ, कसरी पकाउने चाहिँ थाहा छैन, तर लेट्स ट्राई, हामी पनि ट्राई गरौँ न एकचोटि।